गुड मर्निङ, नमस्कार हजुर सबैलाई। सन्चै राम्रै हुनुहुन्छ होला सायद। अब खास गरी यो चिया गफकै कन्टिन्युटीमा अब हिजो नेपालमा चाहिँ दुईजना चाहिँ गृहमन्त्री, एकजना गृहमन्त्री र अर्को चाहिँ विज्ञान तथा प्रविधि मन्त्री चाहिँ बन्नुभयो। सुदनजी चाहिँ फेरि फिर्ता हुनुभयो, फेरि गृहमन्त्री हुनुभयो छानबिन भइसकेपछि। अब त्यो छानबिन के कसो भयो भन्ने कुराकानी त खासरी गगन थापाको एउटा कता चाहिँ इन्टरभ्यू पनि देखाएको थिएँ मैले। खासरी यो छानबिन चाहिँ त्यति क्लियर भएन भन्ने थियो, तर त्यो चाहिँ उहाँहरूले जान्ने कुरा, त्यो चाहिँ अब सरकारले जान्ने कुराकानीहरू हो। त्यो चाहिँ हामी जनताले इन्ट्रेस्टिङ एउटा समाचार न्युजमा आइसकेका हुनाले चाहिँ यही कुराकानी गरेको मैले। खासै अब सुदनजी आइसकेपछि चाहिँ थुप्रै चेन्जहरू हुनसक्ने, खासरी उहाँले नै घोषणा गर्नुभएको राजदरबार काण्डको चाहिँ फेरि उ गर्ने, फेरि छानबिन गर्ने भन्ने कुराकानी गर्नुभएको छ। अब त्यसकै छानबिन जे होला राम्रै होला भन्ने आशा गरौँ। ओके, हामीले चाहिँ हाम्रो कन्टिन्युटी गरौँ। खासरी अब नेपालमा व्यापार बिजनेसहरू गर्नेहरू हुनुहुन्छ, थुप्रै हुनुहुन्छ, तर खासरी काठमाडौँबाट बाहिरतिर जिल्लातिर चाहिँ खासरी यो चाहिँ कम्पनी रेजिस्टर गर्ने चाहिँ पहिले अति झन्झटिलो चाहिँ काठमाडौँ आउनुपर्ने, काठमाडौँ आएर पनि कागज बुझाउनु पर्ने, त्यसपछि चाहिँ घुससुसहरू खुवाउनु पर्नेदेखि लिएर थुप्रै झन्झटिला कुराहरू थिए। तर अहिले नेपालमा चाहिँ कसरी आफ्नो व्यापार बिजनेस रेजिस्ट्रेसन गर्ने, कम्पनी रेजिस्ट्रेसन कसरी गर्ने भन्ने चाहिँ स्ट्रेट फरवर्ड सजिलो छ, एकदम सजिलो छ। मैले भर्खर यो चाहिँ भिडियो रेकर्ड गर्नुभन्दा पहिले पनि चाहिँ यी जुन गभर्मेन्टले अहिले भनेको छ यी वेबसाइटहरू लाइभ छन् कि छैनन् त भनेर पनि चेक गरेको थिएँ। दुइटै खास गरी एउटा कम्पनी रेजिस्ट्रेसन र अर्को चाहिँ यो ट्याक्स रेजिस्ट्रेसन दुइटै वेबसाइटहरू चाहिँ लाइभ छन् एज अफ नाउ, र सायद आजभोलि चाहिँ सबै हुन्छन् होला। अब कम्पनी रेजिस्ट्रेसन गर्ने कसरी र किन भन्दा एउटा व्यापार बिजनेस गर्ने विचार छ भनेदेखि चाहिँ तपाईँले एउटा कुनै कम्पनी बनाउनु भयो भनेदेखि चाहिँ सरकारबाट पाउन सक्ने सुविधाहरूदेखि लिएर चाहिँ आफ्नो रेकर्ड किपिङ, त्यो सबैको लागि सजिलोको लागि र बिजनेसलाई ग्रो गर्नलाई सजिलो होस् भनेर एउटा कुनै कम्पनीको नामबाट गर्नुभयो भनेदेखि सजिलो हो। त्यसबाहेक अब व्यक्तिगत रूपमा गरेर त्यसकै चाहिँ ट्याक्स फाइल गर्न पनि पाइन्छ, त्यो नपाइने होइन। तर अझै चाहिँ ठुलो लङ टर्मको भिजन छ भनेदेखि चाहिँ कम्पनीबाट गर्दाखेरि चाहिँ राम्रै होला। त्यो कम्पनी रेजिस्ट्रेसन गर्ने कसरी भनेदेखि कम्पनी नेपालमा चाहिँ सजिलो भएको अहिलेको चाहिँ भन्छ, पहिले पनि अब प्रक्रियाहरू त थिए तर त्यति चाहिँ कार्यान्वयन भइसकेका थिएनन्। तर अहिले चाहिँ कार्यान्वयन एक्चुअली नै गर्न सकिने। जस्तै कम्पनी गर्नलाई पहिले चाहिँ तपाईँले आफ्नो नाम चुज गर्नु पऱ्यो। जस्तै चाहिँ कुनै तपाईँले कन्स्ट्रक्सनको काम गर्दै हुनुहुन्छ अथवा सानातिना व्यापार बिजनेसका कामहरू गर्दै हुनुहुन्छ, खास गरी चाहिँ यो चाहिँ विदेश पठाउने चाहिँ मान्छेको चाहिँ कारोबारी गर्न चाहनुहुन्छ, विदेश पठाउने रेजिस्ट्रेसन गरेर वर्क पर्मिटबाट पठाउने, त्यो पनि बिजनेस हुनसक्छ। त्यो बाहेक स्कुलहरूदेखि लिएर सबै जुनसुकै किसिमको चाहिँ बिजनेस व्यापार बिजनेस भयो भने पनि रेजिस्ट्रेसनको पहिलेको लागि नाम चुज गर्नु पऱ्यो। नाम चाहिँ अब सकेसम्म राम्रो क्याची नाम राख्नुभयो भनेदेखि, लामो नाम राख्नुभन्दा क्याची नाम राख्नुभयो भनेदेखि चाहिँ सजिलो होला मेरो विचारमा। चाहिँ अरूले चाहिँ जसलाई सर्भिस प्रोभाइड गर्ने हो उहाँहरूले पनि सम्झिनु पऱ्यो तपाईँको कम्पनी नाम। त्यो हुनाले नाम चाहिँ पहिले चुज गर्नु, अनि त्यो नाम चाहिँ एभाइलेबल छ कि छैन त। अब कम्पनीको नाम अब आफूभन्दा पहिले पनि कसैले चाहिँ सेम नाम राखेर गरिसकेको छ भनेदेखि त्यो नाम पनि तपाईँले चाहिँ यही कम्पनी नेपालको चाहिँ ocr.gov.np, मैले यो चाहिँ स्क्रिनमा पनि राखिदिन्छु, तल उसमा पनि राखिदिन्छु, त्यसमा गएर चाहिँ चेक गर्नु तपाईँ त्यो नाम एभाइलेबल छ कि छैन भनेर। यदि नाम एभाइलेबल छ भनेदेखि त्यो नाम चाहिँ ocr.gov.np मा गएर चाहिँ रिजर्भ गर्नुहोस् नाम। त्यो चाहिँ थोरै पैसा लाग्छ, त्यो पैसा चाहिँ तिरेर नाम रिजर्भ गर्नुहोस्। त्यसपछि चाहिँ त्यसका लागि चाहिँ चाहिने कागजातहरू के हुन् भन्ने चाहिँ गर्नुपर्छ। त्यसका लागि चाहिँ खास गरी MOA मेमोरेन्डम अफ एसोसिएसन त्यो चाहिँ प्रिपेयर गर्ने, त्यसपछि आर्टिकल अफ एसोसिएसन त्यो पनि चाहिँ प्रिपेयर गर्ने। सामान्यतया चाहिँ प्रिपेयर हुने पनि अप्सनहरू पनि हुन्छन्, त्यो पनि गर्ने। त्यसपछि जो तपाईँको कम्पनीमा एकजना तपाईँ मात्रै सेयर होल्डर हो कि तपाईँभन्दा अरू पनि सेयर होल्डरहरू छन् भनेदेखि त्यो सबै सेयर होल्डरको जति छ त्यो सबैको चाहिँ आइडी भेरिफिकेसनको लागि चाहिँ आइडी नागरिकता, जस्तै अहिले चाहिँ चाहिने नागरिकता चाहिँ पनि चाहियो।
त्यो चाहिँ त्यही ओसिआरकै पोर्टलमा गएर चाहिँ तपाईँले चाहिँ जति बेला नाम रेजिस्टर गर्नुहुन्छ, नाम रेजिस्टर रिजर्भ गरिसकेपछि त्यही ओसिआरकै पोर्टलमा गएर चाहिँ अपलोड गर्ने। त्यो अपलोड गरिसकेपछि त्यो चाहिँ सरकारले कम्पनी रजिस्ट्रार अफिसले चाहिँ कम्पनी चेक गर्छ। त्यो चेक गरिसकेपछि तपाईँले चाहिँ सबै ठिक भयो, अब काम नाम पनि म्याच गर्यो अथवा तपाईँले सबमिट गरेको इन्फर्मेसन चाहिँ पुरा कम्प्लिट छ भनेदेखि चाहिँ कम्पनी रजिस्ट्रार अफिसले चाहिँ तपाईँलाई कम्पनी सर्टिफिकेट दिन्छ। त्यसपछि तपाईँको त चाहिँ कम्पनी रजिस्टर भयो। अनि तपाईँ कम्पनी रजिस्टर भइसकेपछि अब तपाईँले खास गरी अब बिजनेस गर्दाखेरि भ्याट गर्ने कि नगर्ने त? भ्याटको थ्रेसहोल्ड भन्दा तलै बसेर बिजनेस सानो गर्ने भए त ठिक छ, नभएदेखि भ्याटको थ्रेसहोल्ड भन्दा माथि बिजनेस गर्ने भइसकेपछि चाहिँ त्यसको लागि चाहिँ भ्याट पनि चाहिन्छ र भ्याट अथवा प्यान नम्बर चाहिँ रेजिस्टर पनि गर्न पाइन्छ। त्यो चाहिँ ird.gov.np म चाहिँ स्क्रिनमा राखिदिन्छु। ird.gov.np त्यो चाहिँ पहिले कम्पनी रेजिस्टर गर्नु, त्यसपछि चाहिँ यदि आवश्यक छ भए प्यान नम्बर अथवा भ्याट नम्बर चाहिँ आवश्यक छ भनेदेखि त्यो चाहिँ ird.gov.np मा गएर पनि रेजिस्टर गर्नुहोला। यति गरिसकेपछि तपाईँको चाहिँ व्यापार बिजनेस गर्ने ड्रिम चाहिँ सुरु हुन्छ। अब व्यापार बिजनेस चाहिँ कसरी गर्ने त्यो त तपाईँमा भर पर्ने कुराकानी हो। के कसरी गर्नुहुन्छ, के गर्नुहुन्छ भन्ने अथवा तपाईँको आइडियालाई चाहिँ एक्चुअल रियालिटीमा चाहिँ कसरी ल्याउनुहुन्छ त्यो चाहिँ तपाईँको गर्ने कुराकानी हो, तपाईँमा भर पर्ने कुराकानी हो अथवा तपाईँको सेयर होल्डरमा भर पर्ने कुराकानी हो। त्यो हुनाले अब यति भइसकेपछि को इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो व्यापार बिजनेस चाहिँ सुरु गर्नु होला। कसैले यदि यो भिडियो हेरेरै रेजिस्टर गर्नुभएको छ भनेदेखि कमेन्ट पनि गर्नुहोला। र यदि कसैले यो भिडियो हेर्नु भएको छ र चाहिँ अरू कुनैलाई यो कम्पनी रेजिस्टर गर्ने कसरी होला भनेर चाहिँ यदि थाहा छैन भनेदेखि यो भिडियो पठाइदिनु होला है त। ल, हजुरको दिन शुभ होस्। नमस्कार।